हेलो फ्यामिली दर्शन नमस्ते तपाईहरुलाई स्वागत छ मेरो मिनी भ्लगमा। सो आज चाहिँ मलाई अलिकति अफिस जान लेट भएको भएर चाहिँ मैले अटो बोलाएर अटोमा चाहिँ अफिस निस्के। आशा छ तपाईहरु सबैजना आराम हुनुहुन्छ होला। म पनि एकदमै आराम छु। आजको भ्लग चाहिँ मेरो के गरे भनेर चाहिँ तपाईहरुलाई शेयर गर्ने छु। सो तपाईहरुलाई लाग्न सक्छ ललिताजी चाहिँ केमा काम गर्नुहुन्छ भनेर। म चाहिँ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक भन्ने संस्थामा चाहिँ काम गर्छु। यो चाहिँ एनजीओ हो। यसले चाहिँ मानव अधिकारको क्षेत्रमा काम गर्छ। सो तपाईहरुलाई थाहा नै छ, हिजो पनि मैले ब्लगमा चाहिँ भनेको थिएँ आज चाहिँ हाम्रो हेल्प डेस्कको मिटिङ भएको भएर चाहिँ अनि त्यसको तयारीमा चाहिँ म जुटिरहेको थिएँ। अनि कतिजना भिक्टिमहरुलाई चाहिँ हामीले सपोर्ट गर्यौं भनेर चाहिँ मैले हेरिरहेको थिएँ कि त्यो रजिस्टर फर्काएर पहिलाको माइन्युटहरु चाहिँ। अनि हामीले चाहिँ हेल्प डेस्कको मिटिङ चाहिँ 1 बजेलाई राखेको थियौं। सो हाम्रो संयोजकज्यूले चाहिँ हेल्प डेस्कको मिटिङ चाहिँ सुरु गर्नुभयो। यसमा चाहिँ के हुन्छ भने घरेलु हिंसामा परेका महिला तथा पुरुष दुवैलाई चाहिँ हामीले कानुन प्रक्रियामा जानको लागि सहयोग गर्ने गर्छौं। सो तपाईहरु पनि त्यस्तो भिक्टिमहरु हुनुहुन्छ भने आउन सक्नुहुनेछ। हाम्रोमा चाहिँ धेरै भिक्टिमहरु सहयोगको लागि आउने गर्नुहुन्छ। सो मिटिङ गर्दा गर्दै चाहिँ खाजा खाने टाइम पनि भएको थियो। हाम्रो निराले चाहिँ सबैले खाजा ल्याएर चाहिँ दिइसक्नु भएको थियो। मेरो साइडमा चाहिँ खगसेरा म्याम हुनुहुन्थ्यो कि अनिखेरि मुसुमुसु हाँसिराख्नु भयो थियो भिडियो बनाउँदैछ भनेर थाहा पाउनु भयो क्या। सो अफिस टाइम पनि सक्ने बेला भएको थियो। मलाई एकदमै अल्छी लागिरहेको थियो। टाइम नि भइसकेर चाहिँ निस्केर चाहिँ सर आजको वेदर चाहिँ देखाइदिइहाले कि। अनिखेरि हाम्रो अफिस चाहिँ ठ्याक्कै कहाँनेर छ भन्दाखेरि यो हिल साइड बोर्डिङको साइडमा शिवालय चोक भन्दा अलि माथि। अनिखेरि म सर निस्के। यो चाहिँ दैलेख रोड हो। अनि म बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ त्यहाँ आज पानी परिरहेको थियो नि, फुल एकदमै सुन्दर देखिरहेको थियो कि। मैले टिपेर त्यसलाई मैले कानमा सजाइदिइहालेँ। कति राम्ररी देखेको है म चाहिँ। अनि त्यसपछि चाहिँ मैले फ्रन्ट क्यामेरादेखि पनि आफ्नो चाहिँ भिडियो लिइहालेँ कि अब किन चाहिँ छोड्नु है फुल सजाइसकेपछि। सो फाइनली म चाहिँ आफ्नो रुम नजिक आएँ। मेरो रुम चाहिँ ठ्याक्कै कहाँनेर छ भन्दाखेरि यो सुप्रिम बोर्डिङ नजिकै छ कि। अनि घरबेटी आमा चाहिँ त्यहाँ बसिराख्नु भएको थियो। म सिधै छिरेँ भित्र आफ्नो रुममा, ढकढक गरेँ किनकि मेरो साथमा मेरो छोरा चाहिँ बस्छन्। अनिखेरि उसले चाहिँ ढोका खोल्यो अनि म गएँ। ऊ चाहिँ पढ्न बसिरहेको थियो कि। रुम आएर रुमसुम मिलाएर है टक्क अनि पढ्न बसेको छ। ऊ चाहिँ एकदम ज्ञानी छ कि। पढ्न चाहिँ ऊ जन्माविमा पढ्छ अहिले कक्षा 9 मा। सो उसलाई चाहिँ मैले सोधिरहेको थिएँ के भयो आज स्कुलमा भनेर। उसले चाहिँ भनिरहेको थियो। अनि उसले चाहिँ अधिकारको टी सर्ट लगाइदिइरहेको थियो। सो मलाई चाहिँ एकदमै भोक लागेको थियो। आज पानी पनि परिरहेको भएर कस्तो मलाई करनी च्याउचाउहरू खानु मन लाग्यो कि। सो छोराले लिन पठाएर अनि बनाए छोरोले अनि खाए। उसले चाहिँ मेरो भिडियो पनि लिइरहेको थियो। एकदमै मिठो भएको थियो। अनि त्यसके बाद चाहिँ आमा छोरा बसेर मजाले गफ गर्दै चाउचाउ खाइरहेको थियौँ कि। अनि फ्यामिली ग्रुपमा दिदी बहिनीको कल आयो। सो मेरो दिदीहरू चाहिँ एकदमै राम्री हुनुहुन्छ कि। म मात्रै हो कि नराम्रो भनेको फ्यामिलीमा। मेरो 5 वटा दिदी बहिनी हो नि त। अनिखेरि काइली चाहिँ यहाँ ग्रुपमा हुनु हुँदैन। पछाडिपट्टि चाहिँ छोरोले चकचक गरिरहेको थियो कि मम्मीहरू गफ गर्दै गरेर देखेर। अनि माथिपट्टिको दायाँ